सो साथीहरू आज चाहिँ असारको 15 गते यानि कि राष्ट्रिय धान दिवस है। त्यसैले आजको दिनमा चाहिँ सबैजनाले चाहिँ दही चिउरा केरा आँप कलाएर मिलाएर खाएर चाहिँ मनाउने गरिन्छ है त। तपाईहरुले त के गर्नु भएको छ, हामीहरु चाहिँ त्यो सुरसार गर्न लागेको छ है त। त्यति भन्नको लागि चाहिँ मुखमा मासु आउनु पर्छ अनि फेरि यस्ता कुरा तैँले बुझ्दैनस् के? नबुझ्ने हो भने नबोलिकन बस्ने क्या, चुपचाप लाएर बस्ने गर्नु है। लु 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 भन लु, किन लाग्यो मुखमा मासु लु त्यति भन्नलाई? खासमा त्यस्तो लगाउनु पर्ने जरुरत त होइन, हिजो हल्का अलि बढी भयो नि त, त्यही भएर त्यो गन्धहरू बास यहाँ छ अझै, त्यो उहाँ अडियन्ससम्म चाहिँ नपुगोस् भनेर चाहिँ कभर गरे नि। बुझ्नु सुन्नु छैन, त्यसै बिचमा प्वाक्क बोलेको छ। ल भयो भयो भयो, मैले सर्लङ्ग बुझेँ, अब यो सब काम बन्द गर, होइन फोटो खिच्छौँ, अब फोटो खिच्ने अब।